कुनै न कुनै अधिकार दिएर चाहिँ राज संस्था ल्याउनको लागि र आन्तरिक सहमति गर्नको लागि त्यो एउटा वैधानिक बाटो के हुन सक्छ त्यो तर्फ अगाडि बढ्नको लागि चाहिँ सुरक्षा निकायले राजनीतिक दलहरूलाई सुझाव दिइरहेको मेरो बुझाइ चाहिँ त्यस्तो छ। गगन थापाजीको हकमा एकदम मिल्छ। मलाई शेखर कोइरालाको हकमा चाहिँ गगन थापाको हकमा चाहिँ अब जनताको आवाज सम्बोधन गर्नुपर्छ, उहाँको डेमोक्रेटिक विचारै देखिन्छ पहिला, त्यो चाहिँ जेन्युन विचार भन्छु म। शेखर कोइरालाको चाहिँ म त्यो देख्दिनँ। कि रवि लामिछाने बालिन शाहहरू पनि राजाको समर्थनमा चाहिँ भित्रभित्रै योजना बनाउँदैछन्। अब मलाई बालेनजीको हकमा चाहिँ उहाँ परिवर्तनकारी, परिवर्तनको चाहना, यो नेताहरूले बिगारेको कुरामा नेतृत्व गर्न सफल पनि हुनुभयो। माओवादीले सिधै अब प्रचण्डले ज्ञानेन्द्रसँग सिधै भेटघाट नगरे पनि पहिलाको स्थितिसँग चाहिँ केही छ कि भनेर सम्पर्क सूत्र मार्फत कुराकानी गरेको चाहिँ त्यो बेलाका वार्ताकार कमिटी